हेलो गाइज वेलकम टु माई भ्लग। यो भ्लगमा चाहिँ हामी मेडिक्युबको कोलाजन मास्क युज गर्न आँटिरहेको छौँ र यो युज गर्नुभन्दा अगाडि चाहिँ मैले मेरो एज युजल गर्ने नाइट स्किन केयरहरू युज गरिरहेको छु। अनि यो कोलाजन मास्क चाहिँ म मेरो नन्द अनि सासू र दियरले युज गर्न आँटिरहेको, किनभने यसमा 4वटा प्याकेट पाउँदो रहेछ एक बक्समा। अनि यो भिडियोमा चाहिँ मेरो देवरहरूलाई सरी फर द्याट। यो मास्कको रिभ्यूहरू चाहिँ धेरै राम्रो देखाइरहेको थियो कि अरू भिडियोहरूमा, सो आइम गन ट्राई दिस वान है। अनि यो प्याकेटभित्र चाहिँ होइन 3वटा पोर्सन हुँदो रहेछ क्या, या तल र माथि गरेर। अनि त्यसपछि चाहिँ यो सानो स्याचेट जुन मैले आँखा मुनि ल्याएर छु, किनभने मेरो त्यो आँखामा धेरै रिङ्कल छ नि त, सो त्यही भएर मैले त्यहाँ लगाएको। यो लगाएपछि चाहिँ ओभरनाइट राख्दा पनि भयो, कि त 2 देखि 3 घन्टा राख्दा पनि हो। मैले त्यसलाई 2 घन्टा मात्र राखेँ, किनभने म एकदम एक्साइटेड थिएँ नि त कन्डिसन हेर्नुलाई। अनि यो राखिसकेपछि त्यस्तो पातलो ट्रान्सप्यारेन्सी हुँदो रहेछ। अनि यसलाई पिल अफ गरेँ अनि मेरो रिजल्ट त्यस्तो छ। कस्तो लाग्यो गाइज, कमेन्ट प्लिज।